भाइ के गर्छ मोबाइल चलाउँदै बसिरहेको अनि हजुरको दाइ चाहिँ के हो कि मलाई माइती जान अबेर भइसक्यो भनेको बिहानदेखि दाइले 1 घन्टा टोइलेटमा 1 घन्टा नुहाएर 1 घन्टा मेकअप गरेर आज ससुरालीमा गएर खसीको मासु खानु पर्ने भने बिहानदेखि नाचे छन् भाउजू। अब बुढीले कहिले पनि खसीको मासु बनाउँदैन, आज त ससुराली जाने हो। मेरो बेइज्जत नगरिस् भनेको हैन। अब खाली पैसा जति अब खाली ब्याङ्कमा राख्ने भन्छ, फाइनेन्समा राख्ने भन्छ, कता राख्ने भन्छ, खाली लोभ गरे हो कि के गरे हो। हेर भाइ, खसीको मासु भन्छ कुखुरा मासु ल्याएर दिन्छ, घरि खसीको मासु भन्छ बस्ती बगर खसीको मासु खाएन। हिजो खाएको हो कि हैन फर्सी भन्नुस् त भाइ। फर्सी हिजो खाएको हो कि हैन खसीको मासु ल्याएर? यहाँ हामीदाले तल जति हर्क भयो नि साइला दाइको घरबाट ल्याएर बनाएको हैन? हो। अनि खसी भनेर बाख्रा ल्याएर काटेछ के? जहिले पनि मेरो बेइज्जत आज संक्रान्तिको लु त नकुट्नु भने नि कुट्नु पर्ने। मेरो भाइ जहिले आज मलाई कुटाइ गर्छ हेर त। जुन दिन मैले बिहे गरेँ त्यही दिन मेरो 10 गुरु भएको छ, मेरो 10 गुरु भएको छ।